नमस्कार छ सम्पूर्णलाई म बिरु नेपाली। आज हामी सुरतभन्दा अलि टाढा यो वागैचामा आएका छौँ। वागैचा भन्ने ठाउँ र 2-2.5 वर्षको अवधिपछि फेरि आज जनक सरले यो ठाउँमा आएर छायाङ्कन गर्ने अवसर दिनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामीसँग नव मोडल बहिनी हुनुहुन्छ, जनक सर हुनुहुन्छ, अनि यतातिर हाम्रो मुकेश सर क्यामेराम्यान हुनुहुन्छ। क्यामेरा मेरो हातमा छ उहाँको अहिले हैन। उक्त गीतलाई मैले निर्देशन गरिरहेको छु। हामी छिटै यो गीतलाई जनक सरको युट्युब च्यानल मार्फत ल्याउनेछौँ र यो ठाउँमा आउन पाउँदा एकदमै खुसी लाग्छ, किनकि यो एकदमै धार्मिक स्थल, एकदमै यहाँको वातावरण, यहाँको लोकेसन, यो सबै चिज हेर्दा आफ्नै गाउँठाउँलाई सम्झिन्छु। र विशेष गरेर धेरै बोल्न चाहेनन् र यो गीतलाई हामी जनक सरको युट्युब च्यानल मार्फत ल्याउनेछौँ, माया गरिदिनु होला। र मैले मुकेश सरसँग पहिलोचोटि यो हाम्रो हुन त अगाडि पनि सहकारी भएको छ, तर प्रत्यक्ष हामी सुटिङ एक्सपोर्टमा फर्स्टचोटि यो सहकारी छ। सरले 2 शब्द राखिदिनु। एकदमै धन्यवाद बिरु सरलाई पनि। हामीलाई चाहिँ मलाई चाहिँ बिरु सरसँग पहिलेदेखि काम गर्न मन थियो, योचोटि चाहिँ काम गर्ने मौका जुरेको छ। त्यसको लागि बिरु सरलाई एकदम धन्यवाद। उहाँ सरलाई पनि जस काम दिनुभयो, हामी एउटा सहकारी भएर काम गरिरहेको छौँ। एकदमै धन्यवाद सरहरूलाई। अब काम चाहिँ एकदम बेस्ट गर्नेछौँ। पछि रिजल्ट चाहिँ तपाईँले पछि देखिसक्नुहुन्छ। त्यही पनि जरा सर के बोल्ने? सानो सानो भनेको म चाहिँ के बोल्छु भन्दाखेरि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद उहाँ सरलाई अनि उहाँको बिरु सरलाई, जो कि मलाई पनि मौका दिनुभयो यो काम गर्ने होइन। त्यसपछि मेरो चाहिँ अब पहिल्यै भनौँ सेकेन्ड हो र धेरै धेरै सम्झिदिनु होला सबै साथीहरूले, माया गरिदिनु होला जनक BBC युट्युब च्यानललाई। र उहाँहरूको सहभागिताले म एकदमै खुसी छु र राम्रो काम होस्। बेस्ट अफ लक सबै टिमलाई भन्नु धन्यवाद सर। बहिनी के बोलिदिने? माया गरिदिनु होला भन्नु होला नि आफ्नो। छिट्टै आउने सर, धन्यवाद।